नमस्कार सबैमा। श्री स्वस्तानी व्रत कथाको यस 11औं अध्यायमा हामी एउटा हृदय विदारक र भयानक मोडको बारेमा चर्चा गर्नेछौँ। सतीदेवीले दक्ष प्रजापतिको यज्ञमा देह त्याग गरेपछि भगवान शिव वियोगले छटपटाउँदै विक्षिप्त जस्तै भएर सतीदेवीको मृत शरीर बोकी संसारभरि भौतारिनुहुन्छ। यता महादेव शोकमा डुबेको मौका छोपी महादेवबाट वरदान पाएको शक्तिशाली दैत्य तारकासुरले स्वर्गमा धावा बोल्दछ। शोकमा डुबेका महादेव र नेतृत्वविहीन भएका देवताहरूका बीच भीषण युद्ध हुन्छ, जहाँ तारकासुरले देवताहरूलाई पराजित गरी इन्द्रको राजधानी अमरावती कब्जा गर्दछन्। अब कथा सुरु गरौँ। कथा सुरु गर्नुभन्दा अगाडि हामी श्री स्वस्तानी माताको प्रार्थना गरौँ। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविल सन्मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घ्यते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथः एकादशोऽध्यायः मृगस्थली उपाख्यानः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यहाँ उपरान्त सतीदेवीको प्रत्येक अङ्ग पतन भयो र महादेवले चित्त दृढ पार्न नसकी हे सती भन्दै भूमिमा ढली मूर्छा परे। निकै बेरपछि होस आयो र लामो लामो सास फेरी चित्तले सतीलाई नै सम्झी बौलाहा जस्तै जताततै डुल्न लागे। त्यस्ता तरहले महादेव हिँडेको देखि तारकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो, हे मन्त्री हो, हेर सतीदेवीको वियोगमा महादेव बौलाहा जस्तै भएर हे सती भन्दै हिँडिरहेका छन्। यसै अवसरमा देवताहरूलाई युद्धमा जितेर इन्द्रको अमरावती हात लगाउनु पर्दछ। अब हामीलाई कसैले केही गर्न सक्दैन। अहिले जाउँ भनी तत्काल आफ्ना सेनाहरू अघि लगाएर सेनापति र मन्त्री सहित भई लडाईँ गर्न अमरावती गयो। त्यो देखेर देवराज डराई, हे देवता हो, अब हामी यहाँ नबसौँ, किनकि तारकासुरलाई महादेवले वरदान दिनुभएको छ। अतः त्यसलाई युद्धमा कसैले पनि जित्न सक्दैन। बरु यहाँबाट भागौँ भनी स्वर्गबाट भागे मृगस्थलीमा आएर बसिरहे। त्यसरी देवताहरू स्वर्गबाट भागेपछि तारकासुरले अमरावतीमा अधिकार जमाई स्वर्ग मर्त्य पाताल तीनै लोकको राज्य भोगेर बस्तो भयो। त्यसपछि महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आउनुभयो र देवताहरूले देखि साष्टाङ्ग प्रणाम गरी बिन्ती चढाए, हे ईश्वर, अब हजुरसँग मृतक देह छैन, नेत्र खोलेर हेर्नुहोस्। पापिष्ट तारकासुरले हाम्रो अमरावती खोसेर लियो। त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसँग लडाईँ गर्न असमर्थ भई भागेर यहाँ आई बसेका छौँ। अब हाम्रो रक्षा गरी पापिष्ट तारकासुरको संहार गर्नुहोस्। देवताहरूको यस्तो प्रार्थना सुनि महादेवले नेत्र उगारी हेर्नुभयो र सामुन्ने देवताहरूलाई देखि केही पनि उत्तर नदिई मनले उनैलाई सम्झी हे सती भन्दै त्यहाँबाट हिँड्नुभयो। महादेवले शोक गरेको देखि संसारमा जति जीवात्मा छन् ती कसैले पनि सहन सकेनन्। यस्तै प्रकारले सतीको शोकमा 100 वर्षसम्म महादेव पृथ्वी भ्रमण गरेर हिँडिरहनुभयो। त्यसपछि एक दिन चित्त दृढ गरी महादेवले हेर्दा आफूसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरौँ, कता जाउँ, कसरी शान्ति प्राप्त होला भनी भरि शक्य धैर्य धारण गरी उत्तरा पन्थमा तपस्या गर्न जान्छु भनेर हिँडेको त चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागि जाँदा जाँदा कर्नाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नु भएछ।
त्यहाँका ऋषिहरू गङ्गा स्नान गर्न गएका रहेछन्। ऋषि पत्नीहरूले महादेवलाई त्यतैबाट जान लागेको देखि आपसमा कुरा गर्न लागे, हे ऋषि पत्नी हो, हेर त जान लागेका महादेव हुन्। सतीदेवी मर्नाले बौलाहा जस्तै भई त्यस प्रकारले हिँडिरहेका छन्। हाम्रा स्वामीहरू एक भक्त रहनाले र अनेक व्रत उपवास गर्नाले दुर्बल छन्, अतः हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न सक्दैनन्। यसकारण हामीहरू यिनकै पछि लागेर जाउँ। यति सल्लाह गरी सबै ऋषि पत्नीहरू महादेवका पछि लागेर हिँडे। त्यसरी पत्नीहरू गएको गङ्गामा स्नान गर्न गएका ऋषिहरूले थाहा पाए खोज्दै गए। निकै पर पुगेपछि बाटोमै भेटेर, हे महादेव, तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएको भने? तिनीहरूले त्यसो भनेको सुनि महादेवले तिम्रा पत्नीहरू म किन हरण गरेर ल्याउँथे भनी उत्तर दिनुभयो। अनि ऋषिहरूले यी तिम्रा पछि लागेर आएका को हुन् त भनी सोधे। अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखेर, यिनीहरूलाई मैले त ल्याएको होइन, कुन्नी किन पछि लागेर आएछन् भन्नुभयो। अनि रिसाएका ती ऋषिहरूले, हे महादेव, हाम्रा पत्नीहरू तिम्रो लिङ्ग देखेर पछि पछि आएका हुन्, अतः तिम्रो त्यो लिङ्ग पतन होस् भन्ने श्राप दिए। तिनीहरूको श्रापले तत्काल शिवको लिङ्ग पतन भयो र त्यसबाट एउटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो। त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर आदि श्री विष्णु भगवान कहाँ पुगी बिन्ती गरे, हे ईश्वर, महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर समस्त ब्रह्माण्ड ढाक्न लाग्यो। सोही कुरा बिन्ती गर्न आएका हौँ। अब जे गर्नुपर्ने हो तत्काल गर्नु पर्यो। देवताहरूको त्यस्तो प्रार्थना सुन्न साथ विष्णु भगवान तत्काल त्यहाँ पुगी त्यो ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्न साथ ज्योतिर्लिङ्ग साम्य भयो। त्यो देखेर समस्त देवता, यक्ष, नाग, गन्धर्व र किन्नर आदिले विष्णु भगवानको अनेक प्रकारले स्तुति गरी आफ्ना आश्रममा गए। अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ती ऋषिहरूलाई भन्नुभयो, हे ऋषि हो, म निर्दोषलाई व्यर्थमा श्राप दियो, अतः तिमीहरूको पनि वाक्य शुद्ध नहोस् र ब्राह्मणीहरू पनि एकपति मानेर बस्न नसकुन्। यति भनी उत्तर पन्थमा गई काम, क्रोध, लोभ, मोह छाडी सम्पूर्ण इन्द्रिय बाँधी परब्रह्म आफ्नै तिनै नयन मिलाई बडो कष्टपूर्वक तपस्या गर्न लाग्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां इन्द्रादि देवता मृगस्थली गमनं नाम 11 उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलीन दल निवेक्षणः कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनीः देशोऽयं क्षोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्र पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसङ्ग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिर्भिर्देवैः सदा वन्दितः सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् श्रीस्वस्थानी देव्यार्पणमस्तु। यति भनी 11औं अध्याय यहीँ सिद्धिन्छ र भोलि फेरि 12औं अध्याय लिएर आउनेछौँ। हजुरहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भए हामीलाई कमेन्ट गर्नुहोला र भिडियो मन परेको छ भने लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। धन्यवाद।